हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल हो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि धेरै पछि स्वागत छ हाम्रो भ्लगमा। अब चाहिँ हामी केही दिनमा चापी हाम्रो आइफोन अनलक गर्ने चापी आउँदैछ अनि त्यसपछि आइफोन लिगेको भिडियो हेर्नु होला। अनि यही ढोकाबाट आउँदैछ हाम्रो आइफोन, टक्क यहाँबाट आउँछ अनि त्यसपछि त्यो आइफोन लिगेर अनि चाहिँ भ्लग गर्ने स्टार्ट गरिरहने सोच्दैछ। अनि हाम्रो ब्याकग्राउन्डमा यस्तो छ कालो भसी पुरै नगरिदिनु होला। अनि बाहिर हिँड्न लागेको फोटोसोटो खिच्नलाई। ल अब हामी आइफोन आइसकेपछि एकैचोटि आइफोन आइसकेपछि देखाउँछौँ, हेर्दै गर्नु होला। ल अब चाहिँ हामी गाइस बाहिर हिँड्दैछौँ, यसो डुल्न जानु पऱ्यो, आज छुट्टी थियो त्यही भएर यसो डुल्दिउँ भने फेरि भोलिबाट काम हान्नुपर्छ अनि एक हप्ता जसो कुर्नुपर्छ अब त्यो कार्ड आउनको लागि। अनि फाइनली हाम्रो हातमा यही हातमा 16 प्रो म्याक्स 16 प्रो म्याक्सले कुरेको कति भयो 24 वर्ष हुन थालिसक्यो। अब छिटै नै हातमा पर्दैछ। ल अब यहाँको मौसमहरू यस्तो छ, हिजोसम्म हिउँ पर्दै थियो, काममा जाने बेला काम हान्नै नसकिने हिउँ परेर आज चाहिँ जाँदैछौँ। दिदी यहाँ हुनुहुन्छ, छ्या मेरो त गिद्धले दिए नहाला जस्तो छ यार, साँच्चै क्या हेर्नु त। ए अब काम हान्दै के छ दिदी? तिम्रो के छ? ठिकठाक चलिरहेको छ। कस्तो छ जापानको लाइफ? एकदम राम्रो, रमाइलो, चिल छ नि। वेलकम टु माई ब्लग। फर्स्ट अफ अल वेलकम टु माई ब्लग। छैन सोचे जस्तो त 1% पनि छैन। त्यस्तो एक्सपेक्ट चाहिँ गर्नुहुन्न। सुन्तलामा फेरिमा चोरी खाइन्छ यहाँ 538 व्यक्तिलाई। यो चाहिँ किवी हो, किवी 430। यस्तो महँगो छ यहाँ। फलफुलहरू त नहेरे पनि हुन्छ, यो सागहरू पनि नहेर्दा हुन्छ। 106 एक छाक पनि हुँदैन, एक छाक त लगभग होला। योभन्दा बरु मासु नै बेटर सस्तो पर्छ। फलफुलहरू त अब सोच्दा पनि नसक्नु हुन्छ 735 यतिलाई। गाह्रो छ जापान। यति सुन्तलालाई 627। तर रक्सीको भेराइटीहरू यस्तो सस्तो छ। 515। अनि नेपालमा पाइने ब्ल्याक लेबलहरू पनि थियो क्या। यो चाहिँ ज्याक आफै बढ्नु होला यति हो। यसको प्राइस चाहिँ 3200। माछा पनि डेन्जर सस्तो छ यता। मासुको सेक्सन छ उता धेरै लैएन। दिदीहरूले उता पे गर्दै हुनुहुन्छ। अब छिटो गरेर घर जानुपर्छ, 8 बजिसक्यो। हामी चाहिँ घर आइसक्यो, टक्क खानु पाक्दैछ। यहाँ दिदीहरूले पकाउँदै हुनुहुन्छ। यहाँ हाम्रो सब्जीहरू काटकुट छ, मासु फेभरेट। यो नभइकन त भातै जान्न, यो नभइकन कामै गर्न सकिन्न होइन दिदी? अब तोरिनेको पकाउने खाने। क्रेडिट कार्ड छिटो आइदियो हुन्छ क्या, अब आउँछ। अनि त्यसपछि यो मोबाइलमा स्टोरेज छैन, त्यही भएर खासै बनाउनै मन लाग्दैन। अब फेरि यो बनाइसकेपछि स्पेस कहाँबाट ल्याउने, तनावै तनाव छ। पाएको छिटो खाने अनि त्यसपछि झ्याममा सुत्दिने। भोलि फेरि बिहान गम्बात्तै कुद्साय गाह्रो छ। बिहान उठेर काममा आयो, लास्टमा निस्कियो भने कि निकालिदियो भने लुगासुगा चेन्ज गरेर बसिरहेको थिएँ म। तनाव पऱ्यो, कहाँबाट काम गर्नु, कति दिन सुत्न पर्ने हो, यस्तो तनाव लाग्छ। घर गयो, सुत्यो, खायो, बस्यो, त्यही अब यहाँको भ्यू यस्तो छ। त्यही हो गाइज। अब म घर हिँडेँ, फोन पनि आउँछ कि आउन थाहा नै भयो। फक मार लाबारिस भइयो गाइज। ह्याप्पी होली सबैलाई। होली गइसकेपछि बल्ल हाम्रो होली प्रोग्राम चल्दैछ। ह्याप्पी होली दिदीहरू, ह्याप्पी होली। मेन होली त यता लाग्छ।
फेस वास लाउनु म त फेरि तल दिने हो हेप्पी होली यही वर्षको मेमोरी यही हो अब चाहिँ हाम्रो फाइनली हाम्रो त्यो इन्तजारको वक्त खतम भयो फाइनली हामीसँग यो कार्ड आउनु भएको छ हिजो अब हामी चाहिँ 16 प्रो म्याक्स निकाल्न जाँदैछौँ अनि त्योभन्दा अगाडि यसो तल तल नदेखाउने मलाई यताउति नदेखाउने पनि छ मोबाइल आउनभन्दा अगाडि हामीले चाहिँ यो सर सामानहरू किनेर राखेको 2 हप्ताभन्दा बढी भइसक्यो 2टा कभर 2टा टेम्परेट ग्लास किनेर राखेको यत्रो भइसक्यो मोबाइल आउनु छोरा पाउने कहिले कहिले के भन्छन् अनि भोटो पनि अहिले भने जस्तो भइन्छ केही छैन धेरै दिनपछि अब आज चाहिँ फाइनली हात पर्छ अर्को भ्लगमा हेर्दै जानु होला अनि त्यसपछि मोबाइल लिएको पनि थोरै सिनहरू हाल्छु अनि त्यसपछि 16 प्रो म्याक्सको सिन चाहिँ नेक्स्ट भिडियोमा हामी फाइनली हिँड्दैछौँ आफ्नो गन्तव्यतर्फ छिटै हिँड्नुहोस् तपाईँहरू दौडिँदै जानु के भयो यार कति बेला उहाँ पुगिन्छ र यस्तो गर्मी छ झन् अहिले झन् जुस खाँदै टक्क देखाइदिनु त बिल्डिङ कति सिन्जुकतिर कत्रो ठुलो ठुलो छ बिल्डिङ यो त के हो र यो त गाउँ हो हाम्रो त हैन साहित्यमा अब हामी उतै गएपछि भेट्नेछौँ कुर्दै गर्नु होला 16 प्रो म्याक्स अनबक्सिङ भिडियो सायोनारा मान्छे 12 बजी लाने नरहेछ अब 200 कति 256 मानिस गर्नुभयो गाइज जापान आएर कमाएको भन्ने कार्डहरू भयो अरू केही छैन यो त मेरो होइन साथी अर्को आउँदैछ कस्तो बोल्नु ओ तिमीलाई यो फर्स्ट टाइम शिल्पा खोलिदियो यो नि घरमा छोरा राख्नु पर्छ ओ माय गॉड नजिक देखाउनु अलि नजिक ल्याउनु यो देखाउनु यो कुखुराको सर तेरो 3टा क्यामेरा खिच्ने अब आज त निदाउनु तर कति सानो देखेको है नि राम्रो नि कलर खतरादेखि चाहिँ के म त आउनु भनेर कस्तो ढुकढुक今大丈夫ですおめでとうございますおめでとうございますありがとうभरेर कभर सबै हालेर त्यो के अरे टेम्पर ग्लास ल गाइज हाम्रो फोन फाइनली फोन आइसकेको छ फेरि एकचोटि रिओपन गर्नुपर्छ यसलाई अब घर गइसकेपछि
म्याक्स 15 प्रो म्याक्स नयाँ हामीले के अरे कभर क्यामेराको कभर होइन कभर त मैसँग हो ग्लास चार्जरको टाउको क्या ओ यिनीहरू अब चाहिँ हुन्छ कि हुन्न थाहा छैन मलाई आइफोनको लेखेको हुन्छ होला नि त माथि आइफोन खोइ त नि लेखेकै छैन त यहाँ युज पावर डेलिभरी फाइनली गाइस आइसक्यो हाम्रो हातमा परिसक्यो हेर्न सक्नुहुन्छ धेरै मेहनत गरियो यो ल्याउनलाई दिदी कस्तो छ कलर अरूले दामी नभने पनि मैले आफैलाई दामी भन्छु व्हाइट कलरमा आइसक्यो 2,25,000 अनि त्यसपछि यो टेम्पर ग्लास हो टेम्पर ग्लास चाहिँ मलाई कसरी हाल्छ नि थाहा छैन अब बट लिएछु भयो अनि त्यसपछि यसलाई चाहिँ अब खोल्ने होला अनि यसलाई खोलेपछि यसलाई यस्तो गर्ने होला अनि यसलाई यतापट्टि राख्दा होला नि होइन यो खोल्ने मैले युट्युबमा देखिराखेको यो चाहिँ खोल्ने हो यस्तो गरेर यसले पुस्ने हो सुगै आई हो सुगै पुस्ने हो पहिला राखेर पुग्छ ब्रो के मात्र मेरो हातमा यो छ है मलाई अहिलेसम्म विश्वासै भएन कसम यो यस्तो पुछम उडेसी सत्य म उडेसी अझ एउटा पुछम झन् राम्रो ए लास्ट टाइम लाएर यहाँ त मान्छे प्याक रहेछन् त्यही भएर यस्तो गरेर स्वर्ग तानी होला है मेरो त्यसले आज बिगार्छ नि मलाई त सो गाइस है त्यही गाइस आज चाहिँ हामीले सक्सेसफुल्ली के भन्न खोज्छु के फाइनली हामी चाहिँ सक्सेसफुल भयौँ हाम्रो क्रेडिट कार्डबाट एउटा आइफोन निक्लिसकेको छ अनि हामीले कभर हाल्न खोजेको थियौँ फाइनली कभर सभर हालेर रेडी भएर यस्तो भएको छ अब यहाँबाट चाहिँ जे आउँछ जस्तो आउँछ यहाँबाट आउँछ अब चाहिँ त्यही नयाँ नयाँ चाहिँ यो मोबाइलबाट भिडियो आउँछ भने के कस्तो लाग्यो लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला धेरै पछि चाहिँ मैले भिडियो बनाएँ अब चाहिँ लाइक कन्टिन्यू चाहिँ बनाउँछु होला अब मेबी फ्री हुँदाको बेलामा चाहिँ एउटा बाहिरको मेमोरीहरू क्याप्चर गरेर चाहिँ युट्युबमा राख्छु होला भ्यू आओस् नआए नहोस् केही पनि भएन कि त्यो पछि गएर मेमोरेबल हुने चिज हो त्यही भएर चाहिँ त्यहाँ राख्छु होला अनि चाहिँ फाइनली हाम्रो आइसक्यो फर्स्ट टाइम जिन्दगीमा मैले आफ्नै हातबाट मोबाइल अनबक्सिङ गरेको धेरै खुसी लाग्दो रहेछ त्यही गाइज अब यो कुरा छोडिदिउँ के कस्तो लाग्यो त्यही हो अनि सबैजना टेक केयर बाई बाई